म खासै गीतहरू या म्युजिक भिडियोज रिलेटेड भिडियोहरू बनाउने गर्दिन किनभने म संगीतको कुनै विज्ञ पनि हैन, जस्ट एउटा कमन म्युजिक लभर हो। र हिजो बलिदान मुभीबाट यो ज्यान बलिदान टाइटल सङ रिलिज गरियो। संगीत, लिरिक्स र सुजन चापागाईको आवाजले मनलाई आनन्दमय वातावरणमा लिएर जान्छ। सँगै यस भिडियोमा जुन भिजुअल्सहरू हेराइएको छ यो कारणले यो भिडियो बनाइरहेको छु म। र फिल्म रिलेटेड धेरै स्पोइलर्सहरू दिएका छन् यस गीतको भिडियोमा। इभन सन्तोष सेनको यो मुभीको लागि कति ठुलो प्लानिङ गरेका छन् भन्ने कुरा यो भिजुअल्सहरूबाट पनि थाहा हुन्छ। पहिलो कुरा त यो ज्यान बलिदान जुन यो सङ छ या अडियो भनौँ, यो असाध्यै राम्रो छ है। झन् आँखा बन्द गरेर अडियोलाई फिल गर्नुभयो भने सुजन चापागाईको आवाज र म्युजिकले हाइली इमोसनल कनेक्ट गराउँछ र फाल्टै शान्ति प्रदान गर्छ। र सबै आमाहरूलाई चाहिँ यो गीत डेडिकेट गरेका छन् र यस आमाको याद चाहिँ आउँछ है गीत सुन्दाखेरि। र यही कुरा होस् भनेर गीत तयार गरेका छन् मेकर्सहरूले र यो कुरामा सफल पनि हुन्छन्। र अझै एउटा कुरा, सुजन चापागाईको आवाजमा जादु छ है। जस्तो सुकै गीत होस्, सुजन चापागाईको आवाज छ भने म्याजिकल बनाइदिन्छन्। ओके, अब मैले यो भिडियो बनाउनु पछाडिको मेन कारणको कुरा गरौँ, त्यो हो यो गीतमा हेराइएको भिजुअल्सहरू। गीत इमोसनल छँदैछ तर भिजुअल्सहरूले अझै इमोसन्स थप्ने काम गर्छ। समीर भट्ट र रिचा शर्मा जो चाहिँ आमा र छोराको रूपमा छन्, दुवैजना बीचको इमोसनल केमिस्ट्री दामी हेर्न मिलिरहेको छ। जिन्दगीको सङ्घर्ष, पीडा र गरिबी झल्काउने सर्ट्सहरू यो भिडियोको सुरुवातमा हेर्न मिलिरहेको छ। फेसियल एक्सप्रेसन्स, बडी ल्याङ्ग्वेज, कपडाहरू पनि हेर्नुहोस् है। भिजुअल टोन, कलर सेटिङ पर्फेक्टली सुट गर्छ है। र यो हाइली इमोसनल कन्टेन्ट र अत्याचारहरूले ल्याउने विद्रोह र एक्सन यस भिडियोको पछिका भागहरूमा हेर्न मिलिरहेको छ। तर एक्सन आउनुभन्दा अगाडिको बिल्डअप बवाल हेर्न मिल्न सक्छ भनेर मुभीले प्रोमिस गरिरहेको छ है। समीर भट्टको आमाको रूपमा रहेकी रिचा शर्मासँग केही हुनु, आफ्नै अगाडि यसरी लाचार भएर मान्छे मरेको हेर्नु, र मेबी आफ्नो भाइ या साथीको रूपमा रहेको यो क्यारेक्टरलाई गुमाउनु पनि सक्छन् है। र यो सब कुराले जब एक्सन लिएर आउँछ, इभन यो भिडियोको एन्डिङतिर ती एक्सन सर्ट्सहरूको कन्सेप्ट आर्टहरू पनि रिलिज गरेका छन्। जस्तै यसमा चाहिँ हेमन्त बुढाथोकीको क्यारेक्टरले कसैको टाउको उडाइदिनु र ब्लडको क्लियर भिजुअल्सहरू छन् है। यहाँ चाहिँ सौगत मल्ल र सौगत मल्लको जुन यो ग्याङ छ यसको कन्सेप्ट आर्ट, अर्पण थापाको कन्सेप्ट आर्ट र इभन सन्तोष सेनको क्यारेक्टरको कन्सेप्ट आर्ट है, जहाँ चाहिँ समीर भट्टसँग उभिएका छन्। र यो कन्सेप्ट आर्टबाट यति कुरा चाहिँ भन्न सकिन्छ कि सायद सन्तोष सेनको यो क्यारेक्टर समीर भट्टको साइडतिर हुन सक्छन् है। र मेबी इफ आई एम नट रङ, समीर भट्टलाई केही त हुन्छ र सन्तोष सेनले समीर भट्टलाई बचाउँछन् र पछि एउटा गुरुको रूपमा गाइड पनि गर्न सक्छन्। र त्यसपछि यो क्लाइमेक्स ब्याटलको एमेजिङ कन्सेप्ट आर्ट र मेबी के पता एन्डिङमा समीर भट्टको डेथ पनि हुन सक्छ कि, किनभने फिल्मको नामै बलिदान हो र यो कन्सेप्ट आर्टले त यस्तै केही भनिरहेको छ। र एउटा कुरा चाहिँ भन्नै पर्छ कि यो मुभीको बारेमा डिटेल्सहरू निकाल्न कुरा गर्न मजा आइरहेको छ है। र सायद अहिलेसम्म कुनै पनि फिल्मको बारेमा यो लेभलको हाइप र यस्तो एक्साइटमेन्ट भएको थियो म कुरा गर्दाखेरि। बाँकी यो मुभीको ट्रेलर पनि चाँडै नै आउनेछ र यो मुभीको लागि एकदम एक्साइटेड छु है। र तपाईँहरू भन्नुहोस् यो भिडियो जुन छ यो ज्यान बलिदानको कस्तो लागेछ, आफ्नो प्रतिक्रिया तल कमेन्ट सेक्सनमा लेखिदिनु होला। र अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल र हेर्दै गर्नुहोस् दाडी टक्स, हेर्दै गर्नुहोस् है। I'll set your screens on fire.